एभ्रिवान गाइस म चाहिँ बाहिर जानु लागेको बाहिर जानुको लागि नक्कल पार्नुको लागि जन्सन बेबीको बडी लोसन लाउँदैछु रेडी हुँदैछु अब एकछिन बाहिर घुमेर आउने हो कति घर बस्ने भनेर हो अनि म चाहिँ कहिलेकाहीँ म त यसो डुल्दाखेरि बिहान क्रिम लाउँछु तपाईँहरू कोही लाउनुहुन्छ भन्नु होला रेडी हुँदैछु एक क्रिम लाउँदैछु म चाहिँ नक्कल पार्दैछु गाइस हो अनि मैले एकछिन बाहिर गएर भिडियो गरेर आउनु पऱ्यो कति घरमा मात्रै बस्नु यार भनेर अनि त्यसपछि मेरो लिपस्टिक चाहिँ कहाँ राखेको छु खुच्चेर बन्द गरेन म रेडी भइसकेँ पछिको कट्टिसे भन्ने ठाउँमा घुम्न जानुको लागि अनि म तपाईँलाई देखाउनेछु हाम्रो पछिको कट्टिसे कस्तो छ म्युजिकल चेयर खेल्दैछ हेलो गाइस यो चाहिँ हजुर यो चाहिँ हाम्रो कट्टिसेको ट्री हाउस जाने बाटो हो हामी घुम्न लाग्यौँ अब जाँदैछौँ हामी टेम्पोमा यो चाहिँ हाम्रो कट्टुसेमा आएर खाजा खाने ठाउँ हो ट्री हाउसमा गाइस हामी चाहिँ पुग्यौँ कट्टुसेको ट्री हाउस कट्टुसे हो यो हाम्रो कट्टुसेको ट्री हाउस हो गाइस हो कस्तो लाग्यो तपाईहरुलाई हाम्रो यो पथरी शनिश्चरेको ट्री हाउस हेर्नु होला गाइस यो चाहिँ अस्ति अर्कै कलर थियो अहिले कलर चेन्ज भएछ है कफीमा चाहिँ दुईटा ट्री हाउस छ यो चाहिँ अर्को ट्री हाउस हो गाइस आइपुग्यो हेलो यो चाहिँ अर्को योबाट हो अनि अर्को उताको सानो ट्री हाउस हो गाइस घुम्न आउनु होला हाम्रो पथरीको ट्री हाउस कस्तो लाग्यो तपाईहरुलाई भन्नु होला अनि यहाँ चाहिँ के रे लिङ्गे पिङ पनि रहेछ हाम्रो पथरीको ट्री हाउसमा हो अब चाहिँ हामी कट्टिसेको ट्री हाउसबाट निक्ल्यौँ अब हामी कट्टिसेको सेकुवा गर्न जाँदैछौँ लु मेरो छोरी उहाँ हिँड्दैछ जोस्ना हाई गरिदेऊ जेनिस गुरुङ हाई यिनीहरू चाहिँ मैले सेकुवा खान लाँदैछु त्यहाँ सुँगुरको खानेको सुँगुर पनि पाउँछ कुखुराको खाने कुखुरा पनि पाउँछ हामी चाहिँ कुखुराको सेकुवा खानु भने जाँदैछौँ कट्टुसेको सेकुवा कर्नरमा गाइछु हो यहाँ चाहिँ एकदम राम्रो खालको सेकुवा पाउँछ त्यही कट्टुसेको चटपटे हो गाइस अब सेकुवा र चिसो आउनु चाहिँ बाँकी नै छ हाम्रो चाहिँ चिकन सेकुवा मगाएको हो खाएरमै त कस्तो रहेछ होला एकचोटि चाख्नु पर्यो yummy हेलो गाइस हाम्रो सेकुवा र कोक पनि आयो हेर्नु होला चिकन सेकुवा कट्टुसेको टेस्ट गरेर तपाईलाई बताउँछु ल कस्तो रहेछ मात्र रहेछ यार yummy रहेछ Thank you for watching my video everyone guys thank you